जुत्ता पुस्ने फुर्सद छैन हैन बाटोमा यस्तो कति राम्रो हो कि यो निम्बु हजुरले घरबाट ल्याएको है बाई 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 यता पनि फर्क कति जानेको दुईटा चम्चाले राख्न पनि हो हेलो एभ्रिवान नमस्कार स्वागत छ हजुरलाई आजको भ्लगमा चाहिँ अफिसको लागि निस्किसकेको छु रेगुलर एउटै ड्युटी हैन एउटै टाइम कति राम्रो ल यता पनि फर्क ल राम्रो नाचिस्यौ के गरे 6 गते हैन 6 गतेको लागि फर्स्ट हुनु ल नानी प्र्याक्टिस गर्दैछन् के यहाँ स्कुलमा चाहिँ प्रोग्राम रहेछ त्यसैको लागि तयारी हेर्नु यहाँ यिनी हाम्रो नानी प्यारी बहिनी यिनी चाहिँ प्र्याक्टिस गर्दै रहेछ नि स्कुलमा प्रोग्राम छ गरे 6 गते त्यही भएर यिनी नाचेको मैले राख्दैछु बाई है बाई बाई यताबाट जाने हो के त्यहाँबाट गएर गाडीमा जाने रेगुलर एउटै सेड्युल हैन यसो गर अनि फेरि अफिस दौडी भने आऊ फेरि के गर अनि फेरि बिहान हुन्छ अनि सुत अनि फेरि उठ बिहान भनेपछि फेरि यसो उसो गर फेरि अफिसको लागि दौड्यौ हे प्रभु त्यसमा पनि कलेज जान सकिरहेको छैन कसरी पढ्ने हो भइरहेछ मलाई ठिक छ अनलाइन क्लास पढ्नु पर्यो नि हैन समय मिलाएर भन्छु कुरा त्यही हो म चाहिँ अब गाडीमा जान्छु त गाडीमा गयो ठ्याक्क अफिस अगाडि लगेर छोडिदिन्छ हैन अनि सजिलो के गाडीमै जान सजिलो आनन्दले हाम्रो रोड पनि यहाँ कति राम्रो बनाएको छ यो पहिला पहिला यस्तो राम्रो थिएन भाइ अहिले राम्रो भयो यो अहिले बनाएको अहिले हैन अहिले बनाएको घरमा जुत्ता पुस्ने फुर्सद छैन हैन बाटोमा यस्तै गर्ने अनि यो फाट्यो भने फेरि कस्तो राम्रो देखियो भाइ ए प्रभु यो आइडिया पनि आयो के गाडी आयो मेरो गाडी आयो एकछिन भनी घामको मुख देख्न पाइयो कति राम्रो पो देखियो त है त्यसरी मुखेको त ल कति राम्रो देखेको म त आइपुगेँ भाइ ट्राफिक चोक अब पुग्दैछु अफिस भने हैन 2-4 पाइला हिँडेर आउनुपर्छ युनिगाइट बुटोल हाम्रो अफिस यहाँ छ यो बिल्डिङमा ब्ल्याक फरेस्टको यता सुन्तलाको सुन्तलाले कति काम गर्यो चप्पल कस्तो टल्काइदिएछ भने पलिस गर्ने भन्नु जस्तै सो म अफिस आइसकेको छु मेरो काम छ धेरै काम गर्छु अनि काम छ मलाई आज धेरै काम छ सो काम गर्नुपर्छ हिजो पनि काम मैले नभ्याएर घर गएर नि गरिरहेको थिएँ म बिहानसम्म नै गरिरहेको थिएँ कि है त्यस्तो भइरहेछ प्रेसर के कामको कलेज जान पनि भ्याइरहेको छैन यो अफिसको कामले गर्दाखेरि अनि आफ्नो ब्लग पनि एडिट गर्न पर्यो हैन त्यो कारणले हुन्छ अब चाहिँ म काम गर्छु हामीले चाहिँ आजको खाजामा चटपटी बनाउन थालेको छौँ चटपटी बनाएर खान थालेको छौँ हाम्रो मिसले बनाउँदै हुन्छ चटपटी आज चाहिँ हामीले खाजामा चटपटी बनाएर खान थालेको छौँ हाम्रो मिसले चटपटी बनाउँदै हुनुहुन्छ सबैको लागि कस्तो मिठो चटपटी बनाउनुहुन्छ यो मिसले के जान्नुहुन्छ चटपटी
हाम्रो चटपटे रेडी हुँदैछ। चटपटे खाना नपाएर भइरहेछ चटपटे। यो कति राम्रो हो कि यो निम्बु हजुरले घरबाट ल्याएको है? घरमा फलेको हो? किनेर ल्याएको घरमा फलेको? घरमा फलेको यस्तो पनि फल्छ हजुर घरमा? यस्तो मतलब यो निम्बु छ, बिरुवा ल्याउनु न मलाई, म बिरुवा लगाउँछु के। कति राम्रो हो र यो त। नुन खुर्सानी पिसेर खाने जस्तो छ है त्यो निम्बु त। त्यो पनि हालिदिनु। मलाई त कस्तो मनपर्छ। मलाई नपुगे मैले राख्ने। आज हामीसँग काँक्रा भएन है? अस्ति काँक्रा थियो हामीसँग। धनियाँ टिप्न बिर्सेछु। राम्रो भएछ, धेरै राम्रो काम गरेको भएछ मैले। यो निम्बु कस्तो राम्रो हो के, यतिकै खाउ खाउ भयो। मलाई फेरि निम्बु भनेपछि यति मनपर्छ। निम्बु भनेपछि निम्बु त लास्टै भयो। रेडी भयो? यस्तो मिठो। आहा कति मिठो। मिसले बनाएपछि मिठो के, मिसले यस्तो मिठो बनाउनु हुन्छ। मलाई खुर्सानी चाहिन्छ भनेर एक्स्ट्रा खुर्सानी राखिदिनु भएको छ। निम्बु त यो त स्टुडेन्टहरू आएर गाईमा पढ्न छोडेर फेरि चटपटे। भगवान हाम्रो चटपटे रेडी भयो। अब हामीले चटपटे खाने हो गाइस। ए हो ठिक छ। मलाई त आलु भन्ने थाहा छ र धोरपटाङ आलु भन्ने थाहा छ, धोरपटाङ भन्ने थाहा छैन। कति जानेको दुईटा चम्चाले राख्न पनि यो फोन त्यस्तो आइडिया त छैन मसित त। स्कुलमा चटपटे दोकान स्कुलमा मजा आउँथ्यो भाइ चटपटे बनाउन। काट्यो भन्दा पहिला सरले पढान यता प्याज काटेर सरले बाँच्न थाहा भयो नि। ए भगवान। अफिसमा ल मैले खाजा पाएँ, म त आएँ। मैले खाजा पाएँ, म त आयो। बसेर खाजा खान्छु। मिस आऊ न दाइ। वाउ तुम्हारी बड़ी बहू बड़ी अच्छी है। तभी पूरे 3 दिन से जा जाता है। किससे बात कर रही हो रिया? तुम इतनी देर से सोने भी दे रही हो। अरे पिंकी है फोन पर, मेरी फ्रेंड। अच्छा चल पिंकी, तेरे जीजू भी जा। यस्तो मन पर्छ कि यो मलाई। चिल्लोन आलुको यसरी खायो बर्नी। यो निम्बु लास्टै मन पर्छ कि मलाई। अफिस टाइम अफ भयो। अब चाहिँ घर जाने बेला भयो। म चाहिँ सबै बन्द गरी वाइफाई पनि बन्द भइसक्यो है। हस् आजको लागि भ्लग यति नै। मैले आज भ्लग यहीँ स्टप गर्छु। भेटौँला अर्को भ्लगमा। थ्याङ्क यू सो मच फर वाचिङ। बाई बाई।